आजको सुन्छु सबैजना जन्चुन्चुले मन एकदम जानामै छ होइन अनि यहाँ सबैजना अगाडि पुगिसक्यो एउटा खड्डा पनि छैन हिमामाथि कस्तो मानाको त त्यहाँ परेर खोज यहाँ पहिला हामी यसरी गएको थियौँ होइन यो जल साह्रै हिँड्छ मलाई त कुदाइरहेको छु यहाँ एउटा आमाको घर छ है ओइ यस्तो लाग्यो भाइ यता पुण्य भाइ यहाँबाट माथि हो साइक्लिङ गर्न ठाउँ होला यार यहाँ दामी है रुक्न भन्न त के भने आज म फर्स्ट टाइम यो बाटो आइरहेको छु भाइ तिमी हामी पहिला आयो होइन यहाँ आमाको होइन अनि सब टक्क पावा भन्नको भन्छ कता गएको छ नि आमाको यही होला यिनीहरू जानेलाई होइन दुर्गादिका मितिनीको घर हो नि यहाँबाट पनि जाने बेटर होइन यहीँबाट जानुपर्छ गर्दाखेरि यत्तिकै घुम्छ है यत्तिकै यो सट्टै जाँदा हुन्छ मेरो कपाल उडी खाँदै यार उडाएपछि उड्दैन त कताखेरि ना यही त हो नि के हो यो घर दुर्गादिनी आमाको है मितिनीको ओइ नमस्ते भाइ अब जानुपर्ने टक्क पारामा जानुपर्ने हुन्छ गाइस हिँड्न भयो बोका भाइ उता हात हातमा तान्नु न भाइ ल उड्यो खतरनाक पारामा खोला छ त्यहाँ गाइस खतरनाक पारामा खोला टक्क पारामा ब्याक क्यामेराबाट स्ट्रर गर्छु होइन भ्लग बनाउँछु होइन टक्क पारामा ल एकछिन गाइस लगाएर जानुपर्ने हुन्छ होइन टक्क पारमा झन्डै अरूहरूको कन्टेन्ट बनाउँदा आफ्नै झन्डै कन्टेन्ट भएन यार गाइज पुरा धान सबै सुकाइसक्यो गाइज हामी त्यहाँ आली हिँडिरहेको छौँ नालीको आलीतिर नालीको आलीतिर क्या यता नाली हो यता आली हो नि त यता नाली हो यता आली नानी भन्छ के भन्छ त पुला भन्छ हाम्रोमा त नाली नै भन्छ नानी भनेको त अर्को हुन्छ त्यही थाहा पुरा पो भन्छ काली मतलब बाटोमा छ त त्यसलाई पनि नाली भन्छ अनि पनि बाटो त हो नि यो बाटो हो नालीमा खोर पानी आउँदैन नि त उता चाहिँ कहाँ फोर पानी आएको त्यहाँ त घरबाट के गरेको भन्ने यो खोसो पानी हो यो प्योर खोलाबाट आएको पानी सबै के हुन्छ खान त हुँदैन ए फेरि मैले खाना तयार भएर बसिरहेको थिएँ के यसले माछा पकाएको छ रे गाइस माछा पकाएको छ रे यसले पकाएर देखा माछा पकाएर अनि ए के अरे कुलामा माछा भेटिन्छ र गाइस कमेन्टमा भन्नु होला दि कुलामा नाली भेट्छ तेरो दिदी वर्ष बहिनी वर्ष है तेरो दिदी वर्ष बहिनी वर्ष मेरो भतिजी पर्छ मेरो दाइको छोरा हो नि त मेरो दाइको छोरी हो नि त भतिजी पर्छ दाइ भन्दा 1 वर्षले कान्छी त हो उसको दाइ भन्दा 1 वर्ष कान्छी यो कति क्लास थाहा त रे कति भन् त गेस गर त तेरो जति क्लासमा होला नि त 9 क्लासमा भाइ बाला 9 क्लासमा आयो यो दिदी 9 क्लासमा रे क्या होइन त बल क्लास कति हो झन्डै माछा मरेन गाइस भने फाल्ने हुन्छ यहाँ टक्क पारामा हाम फाल्यो होइन अनि यहाँ मेरो लुगा भिज्यो होइन यसको पानीले यसको पानी अनि
हामी गाडीमा होइन कि आलीमा होइन यार हामी त भ्लग बनाउँदै आएको नि भने आज अब पारामा जानुपर्ने हुँदैन तर हामी अहिले हिँड्दा छौँ तर जाँदा चाहिँ कहाँ खोज्यो बे उता भने कता मेरो यता डक्काबामा जानुपर्ने हुन्छ नि गाइस घर पनि गइन्छ सब्सक्राइब पनि हानिदिनु होला टक्क पारामा र स्ट्यान्ड चाहिँ लाउनु पर्ने रहेछ यार है उल्टो पार्न अब के देखाउने उल्टो पार्न उल्टो त खाने होइन यहाँ आइपुग्यो यहाँ भाइलाई हेलो भन्दा हेलो भन्नु हेलो भन्नु न भाइको हेलो यही भनेको आइज भेकेसनमा पुरा चटाचट बनाइदिएको उहाँले गर्दै आएको अब जानुपर्ने हुन्छ अब घर जानुपर्ने हुन्छ गाइस हामी चाहिँ घर गएको है ओ यहाँबाट आइज न भागे यस्तो बालोबाट लिएर जान्छ कोही हट यिनीहरू पनि पुगेर आउनुपर्छ पानी खाने कतै हुन्छ अब जानुपर्ने हुन्छ होइन गाई त्यहाँ त घोचे घोचो छ अब टक्क पारामा भाग्नु पर्ने हुन्छ हैसा हैया गाइड माथि चोट्छ होइन अब जाउँ है अब यताबाट जाउँ हामी घर गएको ल मेरो नाम भन्नु पर्छ कसलाई ला हजुर मेरो नाम त नाइल दिदी होइन दुर्गाले लगाएको भन् अब लु दिदी माइली दिदी कान्छी दिदी भन अब बाटो यो जस्तो लाग्छ मलाई के नखाने काँची हुन्छ मिठो हुन्छ काँची हुन्छ काँचो खाँदिनँ क्या होइन गाइज काँचो खानु हुँदैन क्या होइन त ब्रो पाकेको थियो लिनु त एउटा लेनले लिनु त मी छाडा पुरा बोल्दाखेरि न लास्टमा मम्मी सुन्नु नि तेरो भ्लग सुन्नुमा तेरो टिचरहरूले हेर्नुहुन्छ अरे लास्टमा कहाँबाट जाने थियो हो नि हामी कहाँबाट आएको थियौँ सरी मम्मी हामी कताबाट आएको थियौँ दिला सोधा कताबाट ए यताबाट आएको रहेछ नि यताबाट हामी यताबाट आएको थियौँ हो अब आइसो भएर आइसो जानु पर्ने अब यताबाट त राख्ने बाटो अब माथि चढ्नु हुन्छ गाइज अघि हामी यतैबाट आएको थियौँ घर चाहिँ कहाँ हो अघि हामी आएको यही बाटो हो अनि के लगेको बाटो पानी खाएर माई मिस्टेक यताबाट यस्तो सिधा गर अनि यस्तो कता कता गएर आएको होला भन्ने अनि तँ यहाँ माछा पकाएर होइन माछा पकाएको
माछा पकाए ल भ्यागु त पकाएन त भ्यागु त पकाएन त सबसे अगाडि मै जान्छु है भाइ मेरो गाडी त म मर्छु नि यिनीहरू चाहिँ कता रह्यो हेरौँ न झन्डै पाइन्छ अनि पानी चाट्छस् न भर्खर भने पानी चाट्छु त म भन्छु होइन ए गएको छु भने झन्नै खुट्टा मर्केन आयो एक्लै काम गर्छु साथी पनि छ आफ्नै साथी हो हजुरको त्यो धानमा काम गरेको हो होइन नि त मेरो साथीको मम्मी आमा आफ्नो साथी हो नि ए त्यही तल त ए मा रोड पर है म चाहिँ खोला आएँ ओए प्रगन मा रोड पर है म चाहिँ कहाँबाट खोला आयो हामी त रोडबाट आएको हो भनेर बसिदिएँ म पनि त्यस्तै बाडा बिर्सिँदो रह्यो होइन हामी चाहिँ यहाँ तल ए कता रह्यो हेरौँ न बागो होइन चिपिन्छ भाइ यहाँ फेरि हुस्से आएछ त भनेको आएन पो त यार त्यो भने गाई जाउ जानुपर्ने हुन्छ नानी पजेर त पजेर गएर नानीर त जाने होइन पजेर गएर कि नानीर दिस इज अ ब्याक वाक गाइस पछाडिबाट गाडी आयो भने चाहिँ दिक्कत पर्छ नि यार उनमा पछाडिबाट हल्का ऊ हुँदो रहेछ यार यो ओह्रालो पो छ है म चाहिँ कसो अप्ठ्यारो के बोले भाइ के बोले ये बोला यहाँ हामी यहाँ ऊ पनि गर्न लागेको होइन लगिदिन्छ क्या यही उनीहरू त्यो अरे गाई सिनार त दामी रह यार खा पानी चाहिँ न अब भर्खर त्यहाँ मैले मुद्दा थिएँ मुद्दिनँ क्या अब डक्टर बारेमा आइसक्यो भने आज अब जानुपर्ने हुन्छ होइन जम्मै यहाँबाट पानी खाने हो कहिले खाने पानी होइन खाने पानी हो एकछिन लगाएर आइसको जस्तो लगायो कति म घर हुँ कति माथि गएको न हेरेँ न गला पानी खाँदैन त्यस राखेन मलाई सक्नु पाएको छ अब जमै खाम जम न कसले रोकेको होइन त युआर मेन्टल सबै लुगा लागे यता छप्री लुगा लगायो हल्का टाढा बसेर देखायो नि त हत्ता छप्री लुगा लगाएर गएको छैन त्यसले अनि टक्क दारामा गाडीमा पनि भर गर्नु पऱ्यो गाडी त्यहीँ बस्छ डिकीमा त्यो डिकीमा बसेर डाकिहरमा गाडीमा गाडीको टिकट पाउनु है सामान कमामुनिको दाई होइन अरे गाइस जानुपर्ने हुन्छ होइन तर कट गर्न आउँछ सिनहरू कट गर्न आउँछ मलाई आउँछ मलाई आउँछ क्या नगर कट गरिदिनु
मलाई कट गर्न आउँदैन फेरि अनि यो म टमाटर आउँदैन भाइ हटाइदिए भाइ मैले भन्छु कि म तेरो घरमा बस्ने हो काट्दैन यो भ्लगै नबना मैले आवाज निकाल्छु अब जानुपर्ने हुँदैन गाइज हाम्रो आमा दिस इज हाम्रो आमा जम अब जानुपर्ने हुन्छ होइन गाइज टक्क पारामा अब जानुपर्ने हुन्छ होइन गाइज टक्क पारामा अनि थोरै उता जानुपर्ने हुन्छ होइन गाइज टक्क पारामा जानुपर्ने हुन्छ अनि म चाहिँ एक्लै हिँडिरहेको छु यार ओ प्रगुन आलु पाउँछ ओ जिब्रेर गु खाने हो रे क्या सुनिनस् ओ होइन प्रगुने टक्क पामा जानु पर्नु हुँदैन जम बाटो हेरेन भने त ऊ भइहाल्छ नि होइन त ओ होइन म चाहिँ एक्लै हिँडिरहेको छु यार यार हेलो 3टा अङ्कल भाइ नमस्ते हेलो 4 नमस्ते 5वटा अङ्कल नमस्ते 6वटा अङ्कल नमस्ते मा यसले हरियो कलरको स्याक्स लगाएर दादासँग भन्ने है अब तल झर्ने अब हाम्रो भाइले दुःख हो है आऊ भाइ इधर ला भाइ तिमीलाई त कुर्न थाल्यो बाँसको लट्ठी अभि भाग अब कुर्छ भाग मेरो लट्ठी हो आमाको लट्ठी यता होस् बाइक होस् मैं चिन्यो भाग्छु रे मैं चिन्यो भाइ यस्तो हो क्या हटबे नुब्रा तू कौन है बे भनेर तू कौन है बे हटबे तू कौन है खेतामा पानी लगायो हिँड्नु जाऊँ यस्तो हो क्या यार यो भाइले चाहिँ यस्तो नि किन बोके बोक्छु त मेरो भाइ हो मेरो भाइ 1 नम्बर नमस्ते खतम नमस्ते गर्दा नमस्ते 2 अङ्कल नमस्ते 3 अङ्कल नमस्ते हिँड्ने मेरो खुट्टा दुइसक्यो यस्तो हिँड्नु के भन्छ मधुरामा कसले जानु भनेको थियो हेलो हेलो यो को हो यो मान्छे यो को हो हाम्रो डन है यो को हो घरको डन है 1 नम्बर नमस्ते अब साँच्ची घर त उहाँ खाँदा यार अझै हिँड्नुपर्छ आइसा हामी सबैभन्दा अगाडि जाने होस् भाइ ल हात पकाएर फेरि लड्छ हात पकाएर हामी सबैभन्दा अगाडि जाने होस् भाइलाई सिन्जेस गर्नु पर्ने त आएछु होइन गाडी आयो मलाई पक्रेन नदिनु भाइ हाम्रो बुनु हो थियो
तिम्रो बुनु हो मेरो त बुनु होइन है मलाई चक्लेट नदिने हो मलाई चक्लेट नदिने भाइको कहिले बर्थडे हो हिजो थियो बर्थडे भदौमा यसको बर्थडे मसँगै हो मेरो दिन जुठो परिहाल्यो यसले पनि मनाउनै पाएन है जुठो परिहाल्यो सुत्केरी लाग्यो भन्न कहाँ जुठो भाइ छोड्न मरेको हो र तिम्रो बर्थडेको दिन हाम्रो भाइ जन्मे सुत्केरी लाग्यो होइन त्यो भन्ने कि तिम्रो हाम्रो भाइ जन्मे तिम्रो बर्थडे मनाएको थिएन है भाइ तपाईँले तिम्रो बर्थडे मनाएको थिएन भाइ कफी चक्लेट मनाइदिनु मलाई न मलाई मिठो लाग्छ कफी जस्तै र तैँले खाएको नि तैँले खास ए भाइले त थियो आऊ नदिने आऊ हामी गाडीबाट चक्लेट किन्ने खाने आऊ गाइस हामी घर आइसकेको छौँ होइन हामी घर आइसकेको छु गाडी अब म गाडी चलाउँछु अहिले गाडी चलाउँछ रे यसले अब गाडीको चाबी लिएर आह यसले गाडीको चाबी लिएर आह देखा त फेरि स्कोडा गाइस स्कोडा स्कोडा अलि यो स्कोडा गाडीको यसले पकोडा बनाइदिन्छ खोले त यार यसले त मेरो खुट्टा मनै आयो फेरि मलाई कस्तो तात्यो यार ओ बिरको भेटा भयो कोको लागो यहाँ आएका चार्जर देखेँ न चार्जर अब यहाँ हेर मेरो टाइप सी हो यी हो त यी एउटा चक्लेट यो कुन चक्लेट हो खाने चक्लेट कस्तो चक्लेट खान चक्लेट हो भने त मलाई थाहा छैन अझै एउटा छैन हजुर चक्लेट निकाल्यो क्या निकालेको रे यस्तो चक्लेट निकाले यार गाइस अब कुन चक्लेट हो खोलेर भन्छु ल गाइस तपाईँहरूलाई खोलेर भन्छु ल गाइस तपाईँहरूलाई स्टक्क पार्नमा ओइ बाहिर निक्ले मिठो रह्यो यार भिक्स चक्लेट जस्तै रह्यो भिक्स चक्लेट त हो बाहिर निस्किन गर्मी एकैछिनमा मेरो पसिना निकालिदियो मन आयो ओ ल गर्न जस्तो भिगाको त्यस्तो नरह त्यो भित्र हालेर ट्याप्सी लाग्छ यसमा चार्जरमा लाग्दैन अझै लाग्छ भने त टाइप बी चाहिँ लाग्छ ट्याप्सी लाग्छ टाइप सी लाग्दैन क्या टाइप बी हजुर ए छोडे एउटा के हुँदैन त्यसमा त भित्र राख्न भित्र राख्न मोजा क्या मोजा मोजा हैन भित्र राख्नु पर्यो नि त बच्चाको मोजा बच्चाको मोजा हो त्यो हात लाउने हो ग्लोभ्स तैँले खोले आउँछ तैँले खोले आउँछ के भाइ ढोका लान बन्द भइहाल्छ नि होइन कि तैँले खोले आ उता राख्छ तैँले यो खोले तैँले कुन खोले त्यो सही भएर उता हेर्छ उता तैँले खोलेछस् भनेपछि उता हेर्न मैले त्यहाँ खोले छैन त मैले खोलेको छैन अब हुन्छ बन्द गर्दा बन्द भएको छैन बुवा ये खुल्ले हो कि कुन ए कुन खुल्ले हो बे हुन्छ बालो गर्नु
पर्खी म बन्द गरेर आउँछु भने कहिले लक गरिहाल्छु फेरि खुट्टाले बन्द गर्दै थियो यो ढोका बन्द गर्दै थियो नि बाहिर निक्लिन भाइको भरोसा छैन बे त्यो ढोका खोल्दै राखिदिन्छ लक गर्दै बाहिर निक्लिन भनेको त लक गर्दैन बाबा गाइज अब थोरै अगाडि पुगेपछि भेट्छु ल गाइज गाडीमा पुगेपछि भेट्छु कुमार दादा गाडीमा आइसक्यो होइन संसार बना भरि धानबारी बनाएको थियो आमा यसको ज्याकेट धेरै बनाएँ होइन स्टोर पनि मैले पुरा खाली बनाइदिएँ घरमा नि के होला मोबाइल किन दिइराखेको बच्चाहरूलाई बिगार्न भन्दा पनि आफू चाहिँ बिग्रेन भन्ने डर भइसक्यो धान त मजाले नारायण भगवान अहिले धुनु होला भने बिर्सेछ कोही कस्तो दुःख छ खोला हामीले होला होइन हामीले खोला हुनु के बिहान हुस्से थियो बे आमा बसिसक्यो हजुर बसिन्छ आज के भयो भाले खाउनु गिरे कहाँ छ भात अब त भोक खाएको आज अमन भयो यसले चाँडै मिठो गरेर पकाएको छ थोरै भयो भने साह्रो हेलो हाई को आयो खै हेर्नु त कोरा आमालाई देखाइछु हेलो साने हेर कहले भिडियो गरेको नि त आमा मेरो पनि रहेछ स्याला यहीँ राखेर बोल्नुपर्छ अब ठिक छ यार कुदिहालिन्छ अब झर्दैन अब यस्तो टाइपको मैले त स्ट्यान्डै बनाएर यार यो त आउटमा बोल्दा नि के हुँदैन यो दुर बोलिरह पानी खाने पानी रहेन खतरा गीत रह यो खतरा गीत रह रान्छु अब अफ गरेर राख्नु भयो फेरि धेरै धेरै गरेको छैन मान्छे त एउटा मात्र बनाउनु घरमा मान्छे बस्नु पुरो यस्तो भरिँदैन कि पुरा खाली छ अब स्ट्यान्ड त दामी रह्यो यार यो सिट कस्तो चेपमा राख्न ठिक भयो यार स्ट्यान्ड भति गर छैन अगाडि छ उसले त बजारबाट किन्दै लाँदै गर्छ फिल्टर जस्तै ल बजारमा किनेर छुट्टी मसित मान्छे झन् छ तातै रहेछ भर्खर मैले भिसागेको छु आलु होइन इल्ले होइन भाइ त होइन आलु? सिधो देख ब्राइटनेस ब्राइटनेस ठिक छ धेरै कम मान्छ धेरै कम छैन ठिक हो यता आइदिनु त एकचोटि राम लाग्यो झन् भाइलाई त कत्रो गोरो देखिला सबैभन्दा गोरो भाइ छ
माथि यता हेर्न रगन आथा कि छोडियो हजुर रगन छ कि छैन छैन म त छैन कमल छोरी छ है पगल पगललाई कहिले लिन आउनु यो किन कहाँ बोक्यो भने के हो ले न यार सिट सिट होइन क्या सिट होइन क्या राख्नेलाई हो क्या घाँटी दुख्छ भने घाँटीमा राख्ने घाँटी होइन यहाँ माथि हो घाँटीको यो भइहाल्यो ऊ त्यसको हो क्या के भन्छ यो ढाडको लागि हो जसलाई थोरै कम हुन्छ त्यसलाई लाउँदा हुन्छ तपाईँहरू पनि किन्न सक्नुहुन्छ गाडी चलाउनको लागि होइन यहाँ लडै ल कुन आउँछ ओर्छ यो त एडभर्टाइज भइहाल्यो नि हामी एडभर्टाइजमेन्ट गरेको होइन प्रमोट गरे होइन एउटा कम्पनी चाहिने काम त हो र पैसा मिल्छ पैसा मिल्छ नि त पैसा मिल्छ पैसा नभनेको केही मिल्छ भन्नु पर्यो नि अब बोल्दै रहेछ न अहिले बोलेर मात्र बोल्ने त गीत गाउनु पर्दैन नाच्नु पर्दैन म त रोडपट्टि छु करोडपट्टि पनि त रोडपट्टि भइसक्यो तास खेल्नुपर्छ ल गएर हुन्छ पैसा ल्याएन खेलिहाल्छ छ त भाइ ल्याएन त छुट्टी बना कसको धेरै हुन्छ र त्यो पैसा मलाई दिनु परिहाल्छ दिनु त हुन्छ कुन्टीले मेरो मोबाइल चलाइरहेछ कि राखिरहेछ चार्ज कति छ मोबाइल आमाको मोबाइल डिक्कीमा राख डिक्कीमा डिक्कीमा के अरे यस्तै यस्तोमा डिक्की हो मोबाइल छोडिएलाई फेरि आउनुपर्छ आमाको मोबाइल चाहिँ आमाको मोबाइल धान काट्नुपर्छ भने रातभरि नाट्यो सुत्या खाने बिचेर घाँटी किनेर यसको बाबा घाँटी ठ्याक्कै फेरि पानीले 2-4 दिन पानी नआइदियो त हुन्थ्यो पानी आइदियो भने कस्तो राम्रो कस्तो दामी पानी परेछ हप्पा भइहाल्छ अस्ति क्या दसैँको चाहिँ तिहारकै बेला दसैँ तिहारको बिचमा कस्तो खतरा पानी परेछ अब गाई लुकाएर त बिउ यो पनि यो छ नि यो त्यो आइस निक्लिन्छ नि त मतलब पानी बरफ परेर आइस निक्लिन्छ नि आइस पनि त्यो बरफ त क्या यो यत्रो आइस आइसकेको होइन गुल्लो राम्रो आएको बन गाँठीको कुरा पनि थाहा छैन बुढी त पहिले मैले थाहा थिएँ मोबाइल एंड्रॉइड आईफोन सबसे राम्रो आईफोन की एंड्रॉइड में सैमसंग पर्छ अनि एंड्रॉइड पर्छ होइन यहाँ मरिँदै थुप्रो भयो त नगएको थियो एंड्रॉइड हुन्छ ए गयो सैमसंग ग्यालेक्सी एक्स20 गएको त्यही त खाकोलाई रञ्जनाले पठाइदियो गर अहिले हो
भिडियो हुन्छ यो त 10 वर्षको होइन 9 वर्षको हुन्छ भिडियो प्याक लाइटो गरेर फुल्टुकै आउँछ खै त दिदी भनेको म त एक्लै आएको गर्छ देख मै अनि भदेला के अरे माइलीलाई रजनलाई मन त परायो पछाडि मै भोजङ्गा हरावा के गर्छस् के बुझाउँछस् भनेर म क्यामेराम्यान तेरो पछाडि कराने हो त्यो त फोनको थिएन सम्पर्क जा भने त्यस्तै बाटै बाट्छ ल भाइ भने ल भनेको यसलाई त के थाहा पर्यो जा जा भने बाटो त रोड त थियो क्या अरे कहाँ रोड पाउनु थिएन कहाँको रोड हो जङ्गल जङ्गल त रातमा लिन त्यताबाट आएको नि त्यस्तो बाटो थिएन क्या त्यस्तो बाटो थिएन थिएन यो गोरेटो मात्रै थियो बाटो थिएन कस्तो हिँड्ने मान्छे हिँड्ने त थियो तर भिड थियो क्या त्यही त अनि त्यो अटोमा कस्तो थियो भन् न त आफै बोल्नै हामी बोल्नु पर्दैन के एकछिन खाने बगले टिभी ल्याएर हेर्न जाँदा 5 रुपियाँ तिरेर त्यहाँ कस्तो थियो एउटा लगाइ जब पुग्नलाई हैन भिरबाट अनि के थियो नि त हो बजेर पुगेको त भने गाइस अब पुग्नलाई सक्यो अहिले भने सक्दिरा हुन्छ रोहित त अब 14 वर्ष भयो 8 घण्टा अगाडि बसी भेट्छु ल गाइस ओइ पकान्ने आज आएको थियो त्यसको आज 14 15 ठ्याक्कै थियो क्या